स्वागत छ मेरो यो प्रधानमन्त्री कपको भ्लगको सुरुवात भइसकेको छ। म ट्याक्कै ऐतिहासिक आजको दिन प्रधानमन्त्री कपको एक्स्ट्रा टेक ओभल मैदानमा जुन आज पहिलो खेल हुँदैछ, म चाहिँ कमेन्ट्रीको लागि चाहिँ एक्स्ट्रा टेक ओभलमा आइसकेको छु र एकदम खुसी लाग्यो। 1 वर्ष अगाडि चाहिँ उद्घाटन जुन एक्स्ट्रा टेक मैदानमा मैले कमेन्ट्री गर्ने अवसर पाएको थिएँ। फेरि पनि अब यो प्रधानमन्त्री कपको जुन उद्घाटन खेल छ त्यसको पनि म कमेन्ट्रीको अवसर पाएको छु। एकदम सो ह्याप्पी। र ग्राउन्ड अलिकति ढिलो भएमा आज 8 बजे बिहानको फ्लाइट बल्ल 11-12 बजीतिर ल्यान्ड भएपछि ढिलो। फर्स्ट इनिङ सकिने लाग्दा आइपुगेको छु र दिस इज इट। यो निर्माण कार्य जारी नै छ र फ्लड लाइट भर्खरै टेस्ट भइरहेको फ्लड लाइट पनि देखियो। दर्शकहरू पनि छन् यहाँ बाहिरतिर। यहाँ एउटा फ्लड लाइट रहेछ, एउटा दुईवटा त्यसपछि 3टा 4वटा 5वटा फ्लड लाइट पनि देखियो। यो भवन जुन बन्दैछ यहाँ छ, त्यसपछि म्याचहरू धमाधम। पुलिस र एपिएफ र बागमती बिचको खेल पनि जारी छ। यो भ्यू जुन पभिलियनको भवन बनेको छ त्यहाँबाट भ्यू एकदमै राम्रो भ्यू छ। आउटफिल्ड एकदमै ग्रिन आउटफिल्ड राम्रो देखाएको छ, एकदमै ग्रेट भ्यू एक्स्ट्रा टेक ओभल ग्राउन्डको। माथि यहाँ भिआइपी बक्स रुम चाहिँ 1 तला माथि। गेमहरू हेर्ने व्यवस्था छ। हाम्रो कमेन्ट्री बक्स चाहिँ यताभित्र छ। हाम्रो हेमराज हमाल कमेन्ट्रीमा एकदम व्यस्त छन्। ग्राउन्ड छ, कमेन्ट्री जारी छ। वर्ल्ड कप लेजेन्ड्सहरूको बीचमा जुन प्रतियोगिता भएको थियो त्यसपछि सिधा आएका छौँ प्रधानमन्त्री कपमा हामी। विराट एकदमै मलाई याद छ जलजली जुन एक्स्ट्रा टेक ओभलको उद्घाटन 1 घन्टा अगाडि, एक वर्ष अगाडि हामी चाहिँ 2जना कमेन्ट्री बक्समा थियौँ, सँगै थियौँ उद्घाटन। र त्यसपछि फेरि जुर्यो हामीलाई यहाँ। सायद यो हाम्रो लागि पनि लकी छ यो मैदान र चाँडै नै लकी यस कुरामा होस् आगामी दिनमा नेपालको जर्सी लगाएर नेपाल यो ठाउँमा उत्रियोस् यो मैदानमा। अवश्य पनि त्यो चाहना हाम्रो छ। रिक्वायर्ड रन रेट र करेन्ट रन रेटको कुनै म्याच नै छैन। यहाँ विकेट जोगाउनको लागि सङ्घर्ष चलिरहेको छ बागमतीको। हेर्नुहोस् हाम्रो कमेन्ट्री बक्सको सेटअप यस्तो छ। यो ल्यापटप, यहाँ टिभी, हाम्रो क्यामराम्यान सुशान्त पनि त्यही हुनुहुन्छ। स्कोरर र क्यामेरा समाउन आएको छ आज। ग्राउन्ड यस्तो राम्रो भ्यू छ हेम है, यस्तो राम्रो भ्यू लगेको। त्यस्तो घाँस, हरियो घाँस, बरबुडा घाँस, एकदम राम्रो घाँस पनि लगेको छ। त्यसपछि जुन भ्यू छ यहाँबाट कमेन्ट्री बक्सबाट एकदम मनमोहक छ। पहिलो दिनको खेल चाहिँ सकिएको छ एक्स्ट्रा टेक ओभल मैदानमै। ऐतिहासिक आज प्रधानमन्त्री कपको खेल भयो र खेल सकिँदै गर्दाखेरि चाहिँ अलिकति म ग्राउन्डको पनि टुर गर्छु जस्तो मलाई। यो जुन पभिलियनको क्षेत्र जुन आज ब्रोडकास्टिङको लागि पनि रुम यही छ, हेर्नलाई दर्शकको लागि पनि जुन पभिलियन पनि यही छ, टोइलेटहरूदेखि लिएर भिआइपीहरू बस्नको लागि पनि एउटा यो भवन बनिएको छ। यसले गर्दा धेरै सहज भएको छ। र यतापट्टि यो फ्लड लाइटहरू भयो। ग्राउन्ड हेर्ने हो भने यस्तो राम्रो हरियो घाँस छ कि निकै राम्रो घाँस छ। यो हरियो देखाएको छ र अझै यो समय पनि लाग्छ भनेको छ। यो ग्राउन्ड अझै हरियाली अझ राम्रो हुन्छ अरे। यो 1 वर्षसम्म अझै यो बर्खाको पानी खाइसकेपछि अझ राम्रो भएर आउँछ भन्ने चाहिँ मैले कुराकानी सुने। जुन विकेटहरूको प्रिपरेसन पनि यो म्याच पछिको भइरहेको छ। हरियो चाहिँ एकदमै राम्रो हरियाली छ। त्यो ग्राउन्ड हेर्दाखेरि चाहिँ अलिकति गाउँ जुन भैरव क्षेत्रबाट चाहिँ सायद 1500 किलोमिटर भित्र छ यो। त्यसैले गर्दाखेरि अलिकति टाढा चाहिँ सहरबाट दर्शकहरू आउनलाई चाहिँ अलिकति यहाँनिर समस्या चाहिँ छ। अलिकति ट्राभल गर्नुपर्ने 15-20 मिनट चाहिँ कम्तीमा पनि बजारबाट चाहिँ बाइकहरूमा आउँदाखेरि पनि लाग्छ। हिँडेर त अलिकति टाढा नै छ। यो एरिया हेर्ने भने खेतहरूको बिचमा छ। र नाइट क्रिकेटको कुरा गर्ने हो भने चाहिँ यसपालि प्रिमियम कपमा त नाइट क्रिकेट भएन, तर निकट भविष्यमा लाइटहरूको टेस्टिङ सबै भइ नै सकेको छ। त्यसैले जतिखेर पनि नाइट क्रिकेटहरू खेलाउनलाई चाहिँ यो ग्राउन्ड रेडी नै छ भन्ने मैले सुने। र पिचको तयारी भइरहेको छ। खेलपछि चाहिँ यहाँ क्युरेटर सर हुनुहुन्छ। यहाँको पिचको चाहिँ भोलिको लागि तयारी, पानी राख्नेदेखि लिएर भोलिको लागि खेललाई रोलिङहरू गर्नेदेखि लिएर म्याच पछि 2-3 घन्टा त अझै यो मैदान तयार गर्न लाग्छ नै।
आज खेल भएको विकेट थियो जुन घाँसहरू देख्न सक्छौँ विकेटमा एकदमै घाँसे विकेट छ यो र ग्राउन्ड स्टाफहरूले काम पनि भइरहेको छ खेलपछि भोलिको खेलको लागि तयारी भइरहेको छ मैदानमा अर्को राम्रो कुरा चाहिँ हेर्नुहोस् यो जुन ग्राउन्ड जुन मैदानी पिचको नजिकै यहाँनिर चाहिँ एउटा होल पनि छ यहीँबाट चाहिँ पानीको लागि चाहिँ जुन यो बन्द गर्ने निकाल्ने गर्न मिल्छ र यहीँबाट पानीको लागि चाहिँ सप्लाई पनि यहीँबाट भइरहेको छ यहीँबाट पाइप निकालेर चाहिँ पिचहरूलाई पानी हाल्ने ग्राउन्डमा पानी हाल्नलाई चाहिँ यहीँबाट चाहिँ निकाल्न मिल्ने पनि सुविधा छ यहाँ कुल चाहिँ यहाँ 7वटा जति विकेट पनि बनेको छ र ग्राउन्डको अर्कोपट्टि हेर्दाखेरि चाहिँ योपट्टि साइडमा चाहिँ प्र्याक्टिसको लागि विकेटहरू देखिरहेको छु म यहाँ आज खेल हुँदै गर्दाखेरि पनि बागमतीको अथवा अर्को टिमको खेलाडीहरू चाहिँ यहाँ नेटमा आएर प्र्याक्टिस पनि गरिरहेको थिए राम्रो भ्यू छ फ्लड लाइट सायद अब यो जुन सूर्य देखिरहनु भएको छ अस्ताउँदो यसको ठाउँमा चाहिँ राति पनि अब क्रिकेट चाहिँ यो फ्लड लाइटमा चाहिँ रातिको क्रिकेट पनि देख्न पाइयोस् भन्ने चाहना हामी सबैको छ धेरैले चाहिँ यो फ्लड लाइटको चाहिँ दूरी कत्रो छ एकदम सानो भयो कि भनेर जिज्ञासा गर्नुभएको थियो म नजिकबाट पनि देखाउँछु यहाँ ग्राउन्डमा बस्दाखेरि चाहिँ यो धेरै माथि छ सायद कति 30 मिटर भनेर भन्या छ निकै अग्लो छ हेर्नुहोस् यो तल यो टेन्ट छ मञ्चबाट माथि हेर्दा धेरै माथि 30 मिटर 35 मिटरको हाइट छ यो त्यसको नजिक चाहिँ भन्छ त्यसैले पनि कुनै पनि जस भिडियोमा देख्दाखेरि चाहिँ धेरैले कम्प्लेन गर्नुभएको चाहिँ एकदम सानो भयो भनेर तर यो तलबाट हेर्दाखेरि चाहिँ ठुलो छ यो ठुलो नै छ यो उचाइ चाहिँ लामो नै छ त्यो आइसिसीको मापदण्डहरू पुरा गरेर नै यो चाहिँ सम्पन्न गरिएको छ भनेर मैले विनोदजीसँग पनि कुराकानी गरेको थिएँ भर्खरै यहाँ चाहिँ यो भवन अझै एक तल्ला यो थप्ने यहाँबाट खेल पनि हेर्न मिल्ने मजाले यहाँबाट प्यारापिट नै बन्ने स्थिति पनि छ र आज यहाँनिर चाहिँ जुन यो भवनमा नै जुन आज खेलाडीहरू बस्नेदेखि चेन्जिङ रुमदेखि टोइलेटदेखि सबै थियो यहाँ म तपाईँलाई देखाउँछु पनि फेन्सिङबाट भित्र गएर यो चाहिँ किनकि धेरै ग्राउन्डमा चाहिँ यस्तो किसिमको सेटअपहरू छैन जुन खेलाडीहरू बस्नको लागि आज यहाँ ब्रोडकास्टर खाना खाने ठाउँ भयो उतापट्टि पनि टिमहरू बस्नको लागि मजाले ठाउँहरू छ पर्याप्त रूपमा चाहिँ ठाउँहरू छ यहाँ सो द्याट्स इट आज भइरहेको फर्स्ट ब्लग प्रधानमन्त्री कपको एक्स्ट्रा टेक ओभल मैदानमा आजको भ्लग पनि म यहीँ गर्छु धेरै लामो पनि भएन तर चाहिँ आज खुसी लागेको छ मलाई पनि एज अ कमेन्टेटर चाहिँ म एक्स्ट्रा टेकको ओपनिङ म्याचमा पनि म थिएँ हेमराज अमालसँग र आज पनि यो प्रधानमन्त्री कपको जुन राष्ट्रिय खेलकुदको डेब्यू भयो एक्स्ट्रा टेकको त्यसमा पनि म यहाँ चाहिँ कमेन्ट्री गर्ने अवसर पाएँ सो ह्याप्पी र फेरि पनि शुभकामना दिन चाहन्छु हाम्रो चाहिँ विनोद कुमार चाहिँ एकदमै सकारात्मक हुनुहुन्छ यो प्रोजेक्टमा चाहिँ यहाँ चाहिँ अब फेरि प्याराफिट बनाउने पनि यो क्षेत्रमा चाहिँ बनाउने भनेर भन्नुभएको छ यो क्षेत्र जुन अगाडि क्यामेरामा देख्नुभएको छ यो क्षेत्रमा चाहिँ प्याराफिट अब 5 देखि 10 हजारको क्षमताको दर्शकहरू बस्न मिल्ने प्याराफिट बनाउने यसपछिको योजना हुनेछ 50-55 करोडको चाहिँ खर्च आउँछ टोटल्ली यो परियोजना हो भनेर भन्नुभएको छ र चाँडै नै पुरा होस् र यहाँ नेपालको खेल पनि 2025 मा चाहिँ एउटा अन्तर्राष्ट्रिय खेल खेलाउने पनि चाहना छ सायद 1 वर्ष अर्कोमा चाहिँ त्यो पनि पुरा हुनेछ केही कुरा पनि प्रस्ताव पनि छ भनेर सुनेको छु मैले त्यो चाहना पनि पुरा होस् भन्न चाहन्छु शुभकामना बाई बाई फ्रम दिस ब्लग